हेलो नमस्ते गाइस, वेलकम ब्याक टु माई च्यानल। हो सबैजना सन्चै हुनुहुन्छ होला, म पनि एकदम सन्चै नै छु है। अनि आज चाहिँ म कहाँ जान लागेको भन्दाखेरि चाहिँ आज चाहिँ म उता नेपालमा जान लागेको काठमाडौँदेखि। अहिले चाहिँ म यता नुवाकोट जाने यसमा रोडमा आएर बसेको छु टोका होइन। म जानुपर्ने चाहिँ यता हो, तर यहाँ किन बसेछु भनेपछि यहाँ पेट्रोल पम्प रहेछ क्या उता हो, त्यहाँ पेट्रोल पम्प रहेछ तर अहिले बन्द रहेछ कि। त्यही भएर एकछिन अब पेट्रोल पम्प खुल्ने बेलासम्म यसो चिया खाइदिउँ भन्ने अब यहाँ चिया खान लाग्छ यहाँ दाइकोमा। आज रमाइलो हुन्छ, दामी रमाइलो हुन्छ आज। सही हो, एकछिनमा भेट्छु। दामी छ यार, अहिलेसम्म त कसम दैले गुराँसीतिर चला जस्तो भएको छ, यस्तो दामी छ। त्यही नै हो दा। अब यहाँदेखि नुवाकोट बजार पुग्न कति छ दाइ? 19 किलोमिटर। ए अनि वहाँ गल्छी, त्यहाँदेखि गल्छी कति टाढा छ? हजुर 9 किलोमिटर बटारबाट। भनेपछि त अब गल्छी आइपुग्ने लागि भनौँ न भनेपछि 19 र 9 कति हुन्छ? मानव न त्यस आधी घन्टामा पुग्ने भयो। म 28 किलो यो टक्कै यहाँ शान्दाईको पसल रहेछ, टक्कै यहाँ बसेर अब चिया खाइदिन्छु। त्यही हो अब एकछिन त्यसका गल्छ हामी। म यता नुवाकोट पनि कटेर यता आइसक्यो। अब गल्छी आउन धेरै छैन, कति गल्छी आउन त्यही 7-8 किलोमिटर छ भन्दै हुनुहुन्थ्यो। फेरि त्यसपछि अब फेरि धुलो, अहिलेसम्म धुलो खाएको थिएन। बाटो चाहिँ दामी थियो होइन, हेर्न कस्तो दामी छ क्या बाटो। यस्तो दामी बाटो कहाँ नबिसेको कारणमा त छैन नि त। त्यही भएर अब बाइकको हालत त्यस्तो छ, मेरो हालत त्यस्तो छ। अब चाहिँ जान लाग्यो, अब उता गएर अब धुलो खाए बेला हेर्नु होला। सही हो, ठिक चल्छ। म यता मुभीमा आइसकेँ, मेरो हालत चाहिँ यस्तो छ हेर्नुहोस्। बाइकको हालत पनि त्यस्तै छ। त्यो अब यहाँ यसो खाजा खान्छु अनि त्यसपछि फेरि निस्किन्छु। सो यसका चाहिँ म चाहिँ अहिले यता आएर हाम्रो यहाँ चितवनमा हाम्रो रमेश साथीलाई कुराएको थिएँ, आउँदैछु भनिरहेको छ नि, एकछिनमा आउँछन् होला, अनि भेट्नुपर्छ। ए यो नयाँ अपडेट। चल्छ म यता नारायणपुर बसिसक्यो। यस्तो छ हालत। पानी पनि दिनु एउटा चिसो। यस्तो छ है बाटो त। जाम कस्तो जाम हो यो, अब कहाँदेखि निक्लिने? अब सकिन्न नेपाल छ बाटो। आमा त्यही यस्तो छ हालत। आमा धुलो त मेरी आमेलो। यहाँ हेर न, यहाँ यस्तो छ धुलो। यस्तो छ। लास्ट खतम छ बाटो त। बाटो त सम्झ्यो भने त मलाई त आउनै मन लाग्दैन भने यो ठाउँमा त, कसम भने हेर्दै यो यस्तो खतम छ बाटो। सक्यो। कसरी पुग्ने होला कोलपुर भन्ने छ मलाई त झन्। अहिले यहाँ कति बजिसक्यो हे भगवान्। छैन दाइ।
त्यो दाइले कसरी गाली गरेको थियो अघि राणा छोराहरू गर्दैनन् केही काम भनेर राम्रो बाटो पनि खन्यो भने कस्तो गाली गरेको थियो त्यही अब एकछिनमा भेट्छु छ यो यस्तो चाहिँ आमा ए यस्तो छ बाटो कार आएछ जस्तो लाग्यो बताएर हाल्यो सुन त जाम 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 बाइकको हालत यस्तो चाहिँ यो कति राम्रो बाइक हो सकिन्न यस्तो छ हालत गाह्रो तपाईँ यता आइसक्यो है यो के हो दाउनेको माथि उकालो चढिसक्यो अब ओह्रालो झर्न बाँकी छ ए आमा यस्तो गाह्रो भयो यहाँसम्म आउन है बाइक चाहिँ यहीँ यस्तो छ बाइक चाहिँ यहाँ तातेर हैरान भएको छ त्यो अब एकछिन रिसिभ खान्छु त्यसपछि चल्दैछ त्यही हो त्यसले गर्दा चाहिँ म यता आइसकेँ एकछिन पुग्छु खाइदिनु पऱ्यो त्यसपछि बस्नु हुन्छ के हुन्छ त्यो मलाई थाहा छैन अब हेरौँ के हुन्छ प्लान अनुसार अब यहीँ बस्ने भइदियो यहीँ बस्दिनु पऱ्यो अब हिँड्ने भयो भने हिँडिदिनु पऱ्यो अब के अन्त एकै ठाउँमा बसेको पनि भएन सरी थाकिहाल्नु यस्तै हेलमेटको हालत त्यस्तो चाहिँ मान्छेको हालत यस्तो छ बाइकको हालत त झन् आमा जिन्दगीमा फर्केर आएन यो बाटो सही सुसेज आएर म सुतेँ कुनै भएन कि ब्लग बस्छ भन्ने भएन अहिले चाहिँ यहाँ बाइक रेडी छ यहाँ ए धुलो त लास हो यार मलाई खाना खान्छु चल्दैछ आज त छैन आज 250 किलोमिटर हो यस्तो गरी छ बाइकको हालत यहाँ लाग्यो ए मडगाडभित्र नसक्नु छ बाइक त गाह्रो अब एकछिनमा भेट्छु